Gana oni nanga ni. Mera boom hai man. Kira. Gardi mana? Orpon isi gati kolle maagi. त्यति बेला त्यो खै के भयो कि ठिकै नै काटेको सुकेर त्यस्तो भएको त्यस्तै भएको राम्रै काट्यो केको हुनु यसमा चाहिँ फुल राख्दिउँ न त तर बढी फुल पनि के गर्नु यो न पुटिसको त फुल छैन भने त मारियो बराबर गएको छ त्यो त फेरि धेरै काम छ यो त फुल राख्ने यो त सिमेन्टको काम गरेपछि त अरू ठाउँ खासै त्यति राम्रो प्रयोग हुँदैन फर्म बनाउने हरेक हुन्छ यो पढाइ भन्दा यो सोचो हिसाब किताबमा सोझो म चाहिँ यो अर्को जस्तो हुन्छ नि त्यही बारी मान्छे होइन केको व्यापारी मान्छे म जस्तो मान्छेले व्यापारी बन्नु तपाईँलाई ठुलो प्रब्लम सुकाउनु हो नि सिरिङलाई सुकाउनु हो किन थप्प व्यापार भयो खै त बरु नि सुकाउँछ अनि नभएपछि कहाँबाट चाहिँ सुकाउँछ मैले अहिलेको बुझ्यौँ हो माथि चित्रको लामाको पैसा माग्दा रुन्छ पो रहेछ अरे नानी कति रहेछु 8-7 लाख कति छ अरे बिहासँग त 9-10 लाखको कागज बनाउँछ अरे जे भयो भने तिर्नै पर्छ कि छोराहरूले त्यसमा म भाग्नु पाउनु पर्ने अनि मलाई ऋण त छोड्नु पर्ने ल ऋणले त जति बुझ्छ भयो कि छोड्दैन कि कागज भएपछि त कहाँ छ कोही खान्छ ऋणले छोड्ने भए त सबै यो ब्याङ्कहरू है ठिकै बजाउ त हल्कै पो रहेछ हौ है त खास यसरी त्यति पानी औलमा चाहिँ झरिसक्यो यहाँ पानी झरेर चुरु आइहाल्छ भइहाल्छ अहिले त पानी है चुरीमा चाहिँ नपरोस् है मिलाएर काट्नु पर्ला चुरी यो यसरी फुटेछ फेरि उतापट्टि यसरी फुटेछ दुईपट्टि यसरी भन्दा यसरी नै बेच हो कि एउटा त यतापट्टि यसरी फुटेछ उतापट्टि यसरी फुटेछ त्यही बेला चुरी पर्छ नि जति जोगाउँदा हुँदैन बटम भयो उपाय छैन गाँठी साँठी लगाएर फुट्छ हेर्नु न त्यहाँ अब यहाँबाट मिलाइयो यसरी यहाँबाट यसरी फुटेको छ यसो क्रस मलाई नरिसाउनु मेन रुख त्यस्तो छ म अब त म यो छुरी त छलिहाल्थेँ एकपट्टि होइन एकै खालको भयो त दुई खालको भयो क्या होइन र फुटपिरो खान्छ कसो बिम लाग्दैन जस्तो 50 रुपियाँ दिएको थियो नि होइन अदर गरेको फेरि परेपछि काट्दै थाहा भइहाल्छ त्यसरी फुटेको छ त्यही भएर अदुवा मिल्दैन फेरि उता त उतापट्टि फुटेको हेर्नु त तपाईँले थाहा भइहाल्छ त्यसरी फुटेको छ त्यही भएर अदुवा मिल्दैन हेर्नु को भएको छ त हो रहेछ अदुवा गर्दा पनि हुँदैन यो यो 10 लाख भाडाको आउनु न अनि बाह्रको हानेपछि कति बागल फाल्नु कति के गर्नु बाह्रको पुग्दैन काम गर्ने मान्छेले त थाहा भन्छ नभए हुँदैन नि त अनि भोलि पर्सि चाहिँ खाते भन्ने होइन गइसक्यो छेउमा भएको बेला पो हजुर जाने टाढो गइसकेपछि के भन्नु यो काते यो सिला भन्छ नि मान्छे सबै बिगारेर भन्छ यो चाहिँ के भएर यसरी फर्क्यो दुईपट्टि उल्टो फुटेको सिधै यसरी गएको छ होइन यसरी ठिक छ यो मात्रै बिग्रेको होला तल्लो बिग्रेन मेनलाई 14कै काटिदिन्थेँ के गर्नु भागमा अब जुरेन है तर यो उसमा त्यो चाहिँ त्यो
वर्ष नगरिकन अदर गरेको भए एउटा घटाम पनि आएको अदरमा त हुँदैन एमा सानो ठुल्ठुलो बाजे हुन्छ ठुल्ठुलो त हुन्छ यो तपाईँको यहाँ सुन्नु न यसो अदुवार गरिन्छ होइन अब यसरी हाने वर्षमा चाहिँ अलिअलि चाहिँ काट्नै पर्यो नि अलिअलि त होइन कोही बेला कति काट्छ अब सरकारी योजना चाहिँ आएकै छ अलिअलि दाइले किचिली र बाल्टी चाहिँ खानु हुन्छ पहिला पछि पकाएर त भनिन्छ त एक टुना काटौँ अनि कति जस्तो चाहिन्छ त्यस्तो काम गर्नु पर्छ यो पो काम त्यो त ठिक भयो एकदम राम्रो हो हुन्छ के हुन्छ नि भनेको भाने ल उठाएर हेर्नु त म्याम यो त अलिक बाक्लो भएन र यो बाक्लो त होइन फरक फरक जान्छ कि डर पो लाग्यो मलाई तपाईँको उत्तिसको त पातलो त कामै छैन उचाल्नु त यो त बढी मोटो भयो नि यो मोटो त होइन भने ठिक्कको भएको यो चाहिँ यो यति पनि छैन भने त हाम्रो यो हल्का पो रहेछ पानी सोचेको छैन नि पानी छैन नि हल्कै पानी छैन कि यसमा हेर्दा मात्रै हो लेकमा अलिक पानी दिँदै चल्दैछ रहेछ यति हल्का नि यो फुल डिएर राख्नु है भाइ कति यतिको निकाल्नु यतिको होइन यतिको अहिले पासमा ल्याएको जतिको चाहिँ निकालौँ तिनीहरू बराबरकै छ यो चाहिँ भइसक्यो सक्यो यो दुईवटा तिनवटा चाहिँ अलिक मसिनो भएको छ फुल धेरै यहाँ टेपले नाप्नु हुन्छ हो त्यसमा फुलै राख्नु यतिकै राख्यो भने ठिकै भनेर त्यो भोर चाहिँ राख्नु है फेरि पनि बस्नु न एकछिन कार्टुन चाहिँ म त दिनभरि बस्ने नि होइन हेर्नु त्यो निश्चित त्यही त यतिको पनि ठिकै हुनु पर्ने नि भने त ठिकै उचाल्नु त एउटा फरक फरक जान्छ यो तपाईँ उयो न धेरै पाक्ने थियो त्यसको
हुँदैन है भनेर अहिले त्यत्तिकै हेर्नु न कहिले उचाल्ने हो त्यतिको छैन भने त काम छैन हो त्यो चाहिँ बस्नु छ अहिले नि तातो भयो भने त रको रकै हुन्छ र उतिकै रिस हुँदो रहेछ